हेलो एभ्रिवान, वेलकम अगेन माई ब्लग। म तपाईँलाई आज गुफा देखाउन गइरहेको छु। यहाँ हाम्रो पाल्पामा रहेको हाम्रो काम गर्ने नजिकै ठाउँमा रहेको गुफा। यो कम्तीमा पनि 30 देखि 40 मिटर गहिरो खाल्डो छ। भित्र गहिरो छ। यो तपाईहरुलाई हाम्रो यो पाल्पाको सिन हो। यो पाल्पा यस्तै अलि अँध्यारो भएको हुनाले मोबाइलमा अब मोबाइलको लाइटले गर्दा खासै खिच्न राम्ररी पाएको छैन। तैपनि भित्रको नजाराहरू हेर्न सक्नुहुन्छ। ल हेर्नुस्, भित्र पुरा चुनै चुन छ। ढुङ्गा चुनै चुनले समाएको छ। अलिकति भड्केको छ। भित्र त गयौँ, हल्का डर पनि लागिरहेको थियो। हामी दुईजना गएका थियौँ। हेर्नुस्, नेपालमा यस्तै थुप्रै गुफाहरू पनि छन् भन्ने सुनेका छौँ। कतिपय त हामीले किताबमा पनि पढेका छौँ। यो अब नजिकै हाम्रो पाल्पामा रहेको रानी महलको हल्का माथि अर्तुङ्गा भन्ने ठाउँमा भएको गुफा हो। कतिपय साथीहरू घुम्नु पनि भएको होला। काम गर्ने क्रममा हामी अहिले पाल्पामा छौँ र पाल्पाका रमाइला दृश्यहरू म तपाईँलाई झलक झलक देखाइरहेको छु। यहाँसम्म हेरेर साथ दिनुभएको लागि तपाईँहरूलाई धेरै धेरै धन्यवाद। हामी ट्री मार्किङको लागि हिँडिरहेका थियौँ। त्योभन्दा अघि हामीले यो गुफा अवलोकन गरेका छौँ। हामी अहिले गाडीको पर्खाइमा छौँ। गाडी हामीलाई लिन आउँदैछ। हवस्, धन्यवाद। लाइक, कमेन्ट, सब्सक्राइब गर्नुहोला।